आज चाहिँ हामी यता पतेनतिर आएका थियौँ। त्यसपछि यो देउती बजेको मन्दिरको लागि साल खोजी कार्य भइराखेको थियो। यहाँ चाहिँ आगो लागेर यो पहिल्यै आगो लागेर रहेछ। यहाँ एउटा यत्रो सालको बुटो चाहिँ ढल्या है। ढल्या हुनाले यो चाहिँ यहाँदेखि यहाँसम्म साल पनि ठुलो रहेछ। यो पुरै लगभग ढोकाको दार चाहिँ निस्किने छ। भयङ्कर छ साल यहाँसम्म। त्यसपछि यहाँदेखि लगाएर फेरि दुईटा कापा छन्। यो चाहिँ लगभग टोटली यो झ्यालको दार निस्किने छ। भयङ्कर छ सालको बुटा हैन। अनि हामी यता पतेनतिर आएका थियौँ। भयङ्कर छ साल। मजाले यो चाहिँ मन्दिरको दार बन्ने छ है। अनि यो ढले छ। लगभग यो देउती बजेको लागि ढल्या हो कि जस्तो पनि लाहा। देउती बजेले आफै ढाले जस्तो पनि लाहा है। फेरि खोजी धेरै भएको थियो तर त्यसैमा नजिक पनि छ। ल ठिक छ, यसलाई चाहिँ बनाउनु पर्छ।